गणेश जीडीको मन्थली इन्कम कति होला त? साथीहरू, आजको भिडियोमा हामी यही जान्ने कोसिस गर्नेछौँ। गणेश जीडीको रियल नेम गणेश देवकोटा हो। उनी मुगुबाट बिलोङ्स गर्छन्। उनको युट्युब जर्नी 2017 नोभेम्बर 25बाट सुरु भयो। हालसम्म आइपुग्दा उनको युट्युब च्यानलमा कुल 17,72,49,248 भ्यू पुगिसकेको छ। हालसम्म आइपुग्दा उनले आफ्नो च्यानलमा 278वटा भिडियो हालेर 1.02 मिलियन सब्सक्राइबर हासिल गरिसकेका छन् भने उनको पहिलो भिडियो ट्रिज रेस्पोन्सिबिलिटी नामकको टाइटलको थियो, जुन आजभन्दा 7 वर्ष अगाडि हालिएको थियो। त्यसैगरी सर्वाधिक हेरिएको उनको भिडियो 15 इयर्स बोय इन ब्रिटेन गट ट्यालेन्ट नामकको थियो, जसमा 9.7 मिलियन भ्युज पुगिसकेको छ आजको दिनसम्म। यो भिडियो 6 वर्ष अगाडि हालिएको थियो। त्यसैगरी भर्खरै पनि उनले एभ्री नेपाली इन बस भन्ने भिडियो हालेका छन्, जसमा 3 लाखको हाराहारी भ्युज पुग्न आँटेको छ एक दिनमै। यसको अर्थमा हामीले बुझ्न सकिन्छ कि उनको क्रेज कति धेरै छ नेपालमा। यस्ता व्यक्तिको मन्थली इन्कम कति होला त साथीहरू? तपाईहरुलाई जान्ने इच्छा होला। त्यसका लागि हामी उसको च्यानलको भ्यू हेर्नेछौँ। उनी C+ क्याटेगोरीमा पढेका छन् र उनको र्याङ्क रहेको छ 2,46,517 एसपी र्याङ्क हो यो। अनि उनको सब्सक्राइबरको आधारमा उनी 1,309 स्थानमा रहेका छन् भने भ्युजको आधारमा उनी 1,45,542 रहेका छन्। त्यसैगरी नेपालको र्याङ्क गर्ने हो भने उनी 86 स्थानमा रहेका छन् र उनको च्यानल कमेडी जर्नको छ र उनको र्याङ्क रहेको छ 460। अब लास्ट 30 डेजको हेर्ने हो भने उनले 10K सब्सक्राइबर आफ्नो च्यानलमा लास्ट 30 डेमा गेन गरेका छन् भने 2.8 मिलियन भ्युज पनि गेन गरेका छन्, जसको इन्कम हुन जान्छ 691 देखि 11K डलरसम्म। यति बीचको मिनिमम पनि 691 र म्याक्सिमम 11K डलर उनले मन्थली रूपमा कमाउने गर्छन्। अब यसलाई नेपालीमा कन्भर्ट गर्दा हुन जान्छ 691 लाई नेपालीमा कन्भर्ट गर्दा हुन्छ 97,200 रुपैयाँ। सोच्नुस् त साथीहरू, कति धेरै पैसा कमाउँदा होला उनले। त्यसैगरी म्याक्सिमम नम्बर 11K डलरलाई नेपालीमा रूपान्तरण गर्न जाँदा हुन्छ नेपालीमा 11,000लाई कन्भर्ट गर्दा हुन जान्छ 15,69,937 रुपैयाँ साथीहरू। म्याक्सिमम पनि उनले यति कमाउँछन् अनि मिनिमम पनि 1 लाख भन्दा माथि, जसको अनुसार उनको मन्थली इन्कम हुन जान्छ मन्थली 1 लाख भन्दा माथिदेखि 15 लाखसम्म। यो कहिले घटी कहिले बढी हुन सक्छ साथीहरू, यसको फिक्स हुँदैन, तर पनि उनले मन्थली रूपमा 1 लाख भन्दा माथि कमाउँछन्।